गुलशन झा ब्याटिङ गर्ने क्रममा छन्। आफ्नो टोलीलाई थोरै खतराको घन्टी बजेको छ। यहाँ सन्तोष यादवको बल किनारा लाग्दै जानेछ। बल बाउन्ड्री रोप तर्फ र 4 रन हुनेछ गुलशन झाका लागि। यहाँ सन्तोष यादव थोरै अनफर्चुनेट बन्न पुगे। सन्तोष गुलशन झा उठाएर खेलिदिएका छन् बल र नो म्याच ल्यान्ड तर्फ जानेछ र 4 रन बाउन्ड्री रोप बाहिर। बल गुलशन झा राम्रो सन्तोष यस पटक जुसी फुल टच बल पाए र यसलाई त कहाँ छोड्ने थिए र गुलशनले पठाइदिए बल सिधा बाउन्ड्री रेखा बाहिर। गुलशन झा यस पटक पुनः खेलिदिएका छन्। फिल्डर त छन् डिपमा तर कुनै मौका हुने छैन। 4 रन हुनेछ। गुलशन झा उत्कृष्ट ब्याटिङको प्रदर्शन। गुलशन पुनः हावामा छ बल र सिधा बाउन्ड्री रेखा बाहिर। बल गुलशन झा यस पटक अफसाइड तर्फ बल जानेछ। 1 ड्रप बाउन्ड्री रोप बाहिर। गुलशन फायर छन् आजको खेलमा। गुलशन र पिल अनि थोरै दुखी छन् गुलशन। अम्पायरबाट इशारा भने आउट आउन सकेन। यहाँ गुलशन झा यस पटक इनसाइड आउटको प्रयास। बल जाँदैछ बाउन्ड्री रोप बाहिर। स्ट्यान्स तर्फ 6 रन गुलशन झाको ब्याटबाट आउनेछ। यहाँ रसिद खानको बल गुलशन उठाएर फिल्डर त छन् त्यहाँ तर बलले जित्नेछ रेस। बाउन्ड्री रोप बाहिर। बल गुलशन झा यस पटक उठाएर खेलिदिएका छन्। कुनै फिल्डर छैनन् त्यहाँ। 4 रन हुनेछ। गुलशन झा उत्कृष्ट ब्याटिङ प्रदर्शन चलिरहेको छ उनको।